घरको वाइफाई कसरी अरूले हेरेको छ भनेर हामीले ब्लक गर्नको लागि सबैभन्दा पहिला आफ्नो त्यहाँ वाइफाईमा भएको जुन राउटर कोड छ त्यो राउटर कोडलाई सर्च बारमा यसरी लिङ्क गरिसकेपछि एउटा यस्तो किसिमको युजर नेम र पासवर्ड आउँछ। त्यो युजर नेम र पासवर्डमा चाहिँ हामीले त्यहाँ युजर र पासवर्ड राखेको हुन्छ। यसमा मैले पहिल्यै लिङ्क गरेको छु। यसरी गरिसकेपछि तपाईँलाई यो किसिमको इन्टरफेस देख्न पाउनुहुन्छ। यसरी देखिसकेपछि हामीले कसले हाम्रो राउटरद्वारा चाहिँ वाइफाई चलाउँदो रहेछ भन्नको लागि त्यहाँ देख्न सकिन्छ डिभाइस इन्फो एडभान्स सेटअप छ। अनि हामीले सबैभन्दा पहिला एडभान्स सेटअपमा चाहिँ त्यसलाई क्लिक गर्नु पर्यो। वायरलेस र म्यानेजमेन्ट पनि छ, त्यहाँ मैले सिग्नल देखाएको छु। एडभान्स सेटअपमा यसरी क्लिक गरिसकेपछि मुनिपट्टि DHCP भन्ने देख्न पाउनुहुन्छ। त्यहाँ क्लिक गर्नुपर्छ। त्यहाँ क्लिक गरिसकेपछि अब हाम्रा युजरहरू यहाँ देख्न पाइन्छ। जस्तै मानिरहौँ यहाँ चाहिँ विभिन्न किसिमका युजरहरू छन्। त्यहाँ 1 2 3 4 5वटा डिभाइस चलिरहेको छ, अहिले रन भइरहेको छ। अब हामीले त्यहाँ भएको म्याक एड्रेस छ, त्यो म्याक एड्रेसलाई कपी गर्नुपर्छ। त्यहाँ देख्न सकिन्छ यसरी मैले कपी गरेको छु। यसलाई कपी गरिसकेपछि त्यहाँ विभिन्न किसिमको म्याक एड्रेसहरू छन्, कपी गरेँ। त्यो कपी गरिसकेपछि अब हामीले यतापट्टि लेफ्ट साइडतिर DHCP को मुनिपट्टि वायरलेस छ। अब त्यो वायरलेसमा हामीले क्लिक गर्नुपर्छ है। अब क्लिक गरिसकेपछि यो किसिमको इन्टरफेस आउँछ। यति आइसकेपछि त्यहाँ देख्न सकिन्छ एसएस कन्ट्रोल लिस्ट भनेर हामीलाई सेक्युरिटी भन्दा मुनिपट्टि छ। फेरि त्यहाँ क्लिक गर्नुपर्छ। त्यहाँ क्लिक गरिसकेपछि अब हामीलाई यो किसिमको इन्टरफेस आउँछ। यतिका जनाले मेरो वाइफाई चलाउँथे, मैले उहाँहरूलाई चाहिँ ब्लक गरिदिएको छु। देखिँदाखेरि माथिपट्टि यो ब्लक गरेको ठाउँमा त्यहाँ तपाईँको चाहिँ त्यो देख्न सकिन्छ। हामीले डेनी चाहिँ गर्नुपर्छ है, अलो पनि गर्दैन, डेनी गर्ने। डेनी गरिसकेपछि मुनिपट्टि ADD एड लेखेको छ त्यहाँनिर, त्यो एडमा गएर हामीले उतातिरको म्याक एड्रेस जुन क्लिक गरेको थियो नि त्यसलाई ल्याएर यहाँ के गर्ने हो, पेस्ट गर्ने हो। पेस्ट गरिसकेपछि अप्लाई त्यहाँ पेस्ट गर्ने। त्यसभन्दा पछि यता अप्लाई र सेभ छ, त्यहाँ गएर हामीले अप्लाई गरिदिनु पर्छ है। यहाँ पेस्ट गर्नु पर्यो। कृपया मेरो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला, लाइक एन्ड कमेन्ट गरिदिनु होला। यसरी हामीले पेस्ट गरिसकेपछि अप्लाई गर्ने। अप्लाई गरिसकेपछि एकछिन तपाईँको कनेक्सन फेल हुन्छ, टुट्छ भनेको वाइफाई कनेक्ट हुँदैन। केही समयपछि फेरि रिकनेक्ट अटोमेटिकल्ली हुन्छ। अब फेरि त्यसलाई हेर्नको लागि हामीले एडभान्स सेटअपमा गएर DHCP मा हेर्ने। त्यहाँ हेर्दाखेरि हाम्रो कनेक्सन त्यहाँ देखिरहेको हुन्छ र वायरलेसमा गएर हेर्ने हो भने अब हामीले के देख्न पाउँछौँ, यहाँ हाम्रो डिभाइसहरू जति पनि ब्लक गरेको छ त्यसलाई यहाँ देख्न सकिन्छ है। यसरी देख्दाखेरि हाम्रो के भएको हुन्छ, एड भइसकेको हुन्छ र उनीहरूको चाहिँ वाइफाई कनेक्सन हुँदैन। यदि उनीहरूले चाहिँ यहाँ आएर उनीहरूले पासवर्डै थाहा पायो भने पनि उनीहरू चलाउन सक्दैनन्। थ्याङ्क यू सो मच फर द वाचिङ दिस भिडियो।